एभ्रिवान, वेलकम टु माई युट्युब च्यानल। आज चाहिँ हामी ताजमहल जाँदैछौँ भनेदेखिकोलाई यहाँनिर चाहिँ छ मेरो मामुरो पापु अनि यहाँनिर छ कान्छी अनि भित्र ताजमहल भित्र गएर चाहिँ म तपाईँहरूलाई भिडियो बनाउँदैछु फेरि। ताजमहलको मेन गेटमा आइसकेको छौँ हामीहरू चाहिँ साथीहरू। यो चाहिँ मेन गेट हो है, आमाहरू पनि आउनु हुँदैछ। यो चाहिँ मेन गेट हो। अब भित्र एन्ट्री गरेर फेरि भिडियो लिनेछु म। मेन दरबारको भित्र चाहिँ यस्तो छ है साथीहरू। यो चाहिँ मैले माथिको ल्याएको, त्यहाँ पर चाहिँ ताजमहल देख्दैछ अन्त। नजरा ही नजरा साथीभाइलाई पनि देखाउँदै मेरो आमा पापाको साथमा ताजमहलको नजिक जाँदै हामीहरू चाहिँ हेर्दिनँ। म आफै हेर्छु, साथीहरूलाई हेर्छु, म साथीहरूलाई देखाउँछु यो ताजमहलको नजारा। यहाँ फाल्टो मान्छेहरू थोरै आएको म होइन साथीहरू। ताजमहलमा मेरो निधार चाहिँ यस्तै भइगयो। यस्तै निधार चाहिँ। ताजमहलको भित्र पनि हामी पस्दैछौँ साथीहरू। मैले सबै भिडियो चाहिँ लिनु सकिनँ किनभने धेरै लामो हुने रहेछ नि त, त्यो कारणले गर्दा। अन्त यहाँ चाहिँ छ शान्ति जग्गा राख्नु कि हल्ला नगर्नु लेखिरहेको रहेछ। मुमताजलाई चाहिँ यहाँभित्र मुमताज पो अरे, मुमता। खास रानीको नाम त मुमता यहाँ राखेको छ। यहाँभित्र ताजमहलको भित्र चाहिँ यस्तो छ साथीहरू है। अब चाहिँ पापालाई लिएर म बाहिर निक्लिन्छु किनभने हल्लामा बेसी पापा बस्नुहुन्न नि त, त्यही भएर है। यस्तो छ है ताजमहलभित्र चाहिँ मेरो साथीहरू। यो चाहिँ ताजमहलको पछाडिपट्टि साथीहरू यस्तो नजारा। आमा र पापाले पनि हेर्नु हुँदैछ ताजमहल, इन्जोय लिनु हुँदैछ। ल साथीहरू, अब चाहिँ हामी ताजमहल घुमिसकेर रुमतर्फ जाँदैछौँ। हामी चाहिँ यो यस्तो गाडीमा जानुपर्छ है। ओके, बाई बाई। आजको भ्लग यति नै छ। मलाई लाइक कमेन्ट सब्सक्राइब पनि गरिदिनुहोस्, फलो गरिदिनुहोस् फेसबुक पेजमा है। ओके, बाई बाई।